यहाँ हाम्रो एउटा भाइ विधायक हुनुहुन्छ, उहाँले त घरिघरि भन्नुहुन्थ्यो दिल्लीमा पाक्दैछ, राम्रै चिज पाक्दैछ, अहिले हल्ला गर्नु हुँदैन, दुश्मन लाग्यो भने त्यो पोखाइदिन्छ भन्थ्यो। पछि त खिर पाक्दैछ, खिरको गन्ध आउँदैछ भनेर पनि भन्यो, सबैले थपडी मारे, पत्यायो पनि हामी त पत्याउँदैनौँ। अहिले त भर्खर एउटा इन्टरलोक्युटर भनेर, अब इन्टरलोक्युटर चाहिँ भर्खर सौदाको त्यो लिस्ट लेख्ने मान्छे हो, उसले त खिर पाक्यो भन्दै थियो, के गर्यो पनि आफैले घोप्दै पठायो कि खिर। हिजो मात्रै आसाममा 6 वटा जात गोष्ठीलाई जनजातिको दर्जा दिने उनीहरूले निर्णय लियो है, यो तपाईले याद गरिराख्नुहोस्। हाम्रो लेफ्ट आउट जति पनि 11 वटा उप समुदायहरूलाई उनीहरूले दिन्छु भनेको चाहिँ जनजातिको दर्जा दिन्छु भनेको आज कति वर्ष भयो, तर हिजो सुटुकै आसाममा चाहिँ 6 वटा समुदायलाई जनजातिको दर्जा दियो। अहिले यहाँ हल्ला खल्ला छैन, उनीहरूलाई मन परेको जग्गामा चाहिँ सुटुकै दिन्छ। तर हाम्रो यहाँ 11 समुदाय उपसमुदायका साथीहरूलाई जनजातिमा गाभेको छैन। यो फेरि योपालि पनि उनीहरूले भोटको एउटा चुनावी मुद्दा बनाएर ल्याउँछ। अनि अहिले फेरि इन्टरलोक्युटरको कुरो, यहाँ हाम्रो एउटा भाइ विधायक हुनुहुन्छ, उहाँले त घरिघरि भन्नुहुन्थ्यो दिल्लीमा पाक्दैछ, राम्रै चिज पाक्दैछ, अहिले हल्ला गर्नु हुँदैन, दुश्मन लाग्यो भने त्यो पोखाइदिन्छ भन्थ्यो। पछि त खिर पाक्दैछ, खिरको गन्ध आउँदैछ भनेर पनि भन्यो, सबैले थपडी मारे, पत्यायो पनि हामी त पत्याउँदैनौँ। हामी त कुनै हालतले यो जुनीमा चाहिँ तिनीहरूलाई हामी पत्याउनेवाला छैनौँ, बरु राजनीति छोड्छौँ। यो सत्तारूढ दल अहिलेको भारतको केन्द्रमा सत्तामा बस्ने दललाई चाहिँ हामी जिन्दगीभर पत्याउँदैनौँ। अहिले त भर्खर एउटा इन्टरलोक्युटर भनेर, अब इन्टरलोक्युटर चाहिँ भर्खर सौदाको त्यो लिस्ट लेख्ने मान्छे हो, उसले त खिर पाक्यो भन्दै थियो, के गर्यो पनि आफैले घोप्दै पठायो कि खिर। यस्तो किसिमको कुरो। अनि अर्को रासिनको कुरो पनि यिनीहरूले फेरि गर्नेवाला छ। तपाईँहरूलाई त्यो चामलको विषय लिएर यिनीहरूले फेरि अहिले अरू त दिनु सक्दैन। यो रासिन दिने कुरो त अघि पण्डित नेहरूको समयदेखिको हो। अनि जब मनमोहन सिंह प्रधानमन्त्री थिए त्यति बेला उनीहरूले एउटा माथि बिल पारित गरे, राइट टु फुड एक्ट भन्ने, त्यसको अन्तर्गत पाएको चामल हो। बीजेपीको दया मायाले दिएको चामल होइन। हामी त कति माया लाग्दो छौँ, चामल पायौँ भनेर अहिलेको 21औं शताब्दीमा पनि चामल पायो भनेर हामी भोट हाल्छौँ। योभन्दा ठुल्ठुलो कुरो उनीहरूले दिनु सक्छ, तर अहिले उनीहरूले दिने कुनै छाँटकाँट देखेको छैनौँ। उनीहरू अहिले इन्टरलोक्युटर भित्रै भुलिराखेको छ। अनि उनीहरू अस्ति एउटा अल पार्टी मिटिङ राख्यो, त्यहाँनिर उनीहरूको आफै घटक दलहरू भित्र उनीहरूको खास माग के हो, एक अर्कामा त्यो कोअर्डिनेसनै छैन। एउटाले एउटा माग, अर्कोले अर्को माग भन्दैछ। त्यसले गर्दाखेरि मेरो भनाइ चाहिँ तपाईँहरूले के हो भने, नितान्त आवश्यक हामीलाई चाहिने कुरो, बेसिक जुन चाहिँ नेसेसिटी छ, यो विषय लिएर चाहिँ हामीसित तपाईँहरू यसरी आउनुहोस्।